अहिलेको बालेन सरकार नेपालको इतिहासमै सबैभन्दा पपुलर लोकप्रिय सरकार हो भन्ने कुरा राजनीतिक गर्नेहरूले गम्भीर हेक्का राख्नुपर्छ। थुतुनेहरू एक एक गरी सकिएको कुरा त झन हेक्का राख्नै पर्छ। सिसाको घरमा बस्नेले अरूको घरमा ढुङ्गा हान्छ भने त्यो पटमूर्ख हो। यो 2/3 इतिहासमै बलियो सरकारसँग हजार राजनैतिक रणनीतिक दाउहरू हुन्छन्। बालेन विगतमा जस्तो पिरन्दरे धर्मप्रम होइनन्। यी नबोली नबोली जनताको मन जितेका मौन कर्मयोगी हुन्। उनी अपारम्परिक नेता हुन्, गलत परम्पराप्रति विद्रोही नेता हुन्। यिनलाई नयाँ परम्परा बसाल्न मात्र मतलब छ। परम्पराको नाममा यी झुक्दैनन्। आफू जे गर्न राजनीतिमा आएको हो त्यो गरी छाड्छन्। एकजनाले विरोध गर्दा बालेनको समर्थनमा 100 जना थपिन्छन्। त्यसैले बालेनलाई कम्तीमा 2 वर्षसम्म चुपचाप काम गर्न दिउँ। 2 वर्ष नकटी त अविश्वासको प्रस्ताव ल्याउन पनि संविधानले दिँदैन। देशभित्र र देश बाहिरको मञ्चमा नेपालको कुनै प्रमले यसरी दरो खुट्टा टेकेको देख्नु पनि नेपालीका निम्ति सुनौलो अनुभव हो। प्रमको इज्जत र साहसलाई समर्थन गरेर मात्र नेपालमा नेतृत्व सफल बनाउन सकिन्छ। यिनी हिजो जस्तो बार्गेनमा उत्रने प्रमाण होइनन् र यसमा जनताको पूर्ण समर्थन रहेको छ भन्ने विश्वले बुझिसकेको छ। हजुरहरू पनि बालेनको समर्थनमा केही कुरा लेख्न चाहनुहुन्छ भने कृपया कमेन्ट गर्नुहोला।